माइला दाजु कान्छा र माइला स्टाफ त्यसो एकछिन त्यो डट पेन दिनु न यहाँ लेख्नु हाय हेलो हाय गलिसक्यो Minggu taklo musabo, poko kita. Nakita musabo. Aso koruri sakada. Nya koruri oko sarama. Muni tume hairu kalo ko. Nakita taklo koruri sakada. Oko nya koruri. Baba, kai sarama ko. Mungka ko. Oko de. Ase. Oko de. Budeli ba khaita apanya. Oko yabana koruri sakha yabana ko bela. Dana. Oskongo. Hindu taklo musanga nakita musanga rong sakada. Osatango kurung saka kurung taba kurung nya kurung kile. Osongo ngala ko na. Sala pa ma wa khwa ma dum sanya mnya de nai mama rungdama. Oko chuma patiri ko bomma patiri ko. Sari patiri ko mori patiri ko. Dia doso ko kekale mori ya banya na kana. Sui mori ti soba thalo miringe pana. Nya kurung ma miringe pa. Oso mori sari ni yabanya nako khayni nya kurung chango sol tabe jiske ruma pa oko bay ngalung ko binci ngalung ko punya aku joso Masuk. Oko nikale tang siguro sa oko bisa minta lain ngasa samung tak harus saya punya. baba Oko samur itu mari bani dah sampai kaya punya. baba Ai de sini orang punya. baba Oko Ika sini tata ini kalau enggak tahan sungguh. baba joso ta Gaso, samur itu dah. No, ini kan nunda tak tamat sungguh. Yo. Susana aku ikan lagi ni thalas. Hai. no oko nya kurung chiwa age omara dhani chimara dhani oko dule akuma je mina chirani nam chirani ana chirani ma thati dhara asani chirani olan chirani samari mi mitane mirngano oko khida je bekale bada yekum ka mirnga kunyo Aptabari, धन्यवाद masuk bis ke beka धन्यवाद मुरी धन्यवाद छ मेरो ससुराली यहाँहरू बक्साङ नु भो कुनै बेठा कष्टहरू लाग्यो
लाग्यो भने हामी कहीँ हिँड्के सामरी जाने कहीँ हिँड्के काजी सघाइदिन्छौँ भनेर प्रश्न गरिसक्यो धन्यवाद धन्यवाद अब केठो हजुर हजुरहरूको पालोपट्टि आयो हजुर को चाहिँ रुङमापा हिमदुली हाकुमामा को खै छिचापा हाँचो खै छिचापामा नाची मामा ये आलेको उरी शाखा चुई खामाडा उरी शाखा यादा ब्यानो कैनी चिलेबु कैनी चिलेबु ओकासे सोच खबरमा पाना चिलेबु सुन्दो रमायो एका टाप्सामाडा जे बैजारी टाप्सामाडा न बैजारी पर खाइकन रिलु आटा मुसाबो नाक इस्ला मुसाबो भइरहेछ नि होइन भएको छैन भिडियो होइन भाउजू फोटो ओको चाहिँ सारी पाचिरी ये मोरी पाचिरी उम्मा पाचिरी ये ओको नुङ पाचिरी ओको बाबा सारमा पुण्यो देखो पानी फुटे हामीले हजुर हजुर लो रसुन्दो रमाबाट उतरेस्ट आयो ओको लिम्दीले हाकु मामा दा भिलुङबाट आमका नाचिमा छ एको आले जे रुरी साखान ओडा सामरी बानिन हम कैका भिकुम के जे छुई मटुङ थी आमका बाना ना खपनी कैका खाउम के खातोम ओसा पाकुम के मौनी खिल पाकुम के मिरंगा सारी मोरी आमका धारा बाने खपनी कैका भिकुम के मिरंगा हमारा रानी छिबरा रानी मीना चिरानी नाम छ चिरानी ओसनी चिरानी ओलन चिरानी मिरंगा नोडा कैकाले बानिया कुन्यो हाम्रो सकिएको सकिएको त रजाम अब यहाँ बोलाउनु पर्छ होइन एकैछिन है अब यहाँ यहाँ हजुर नो अब हामी परि फेरि सब्जी साथी भने लो सब्जी सुरु गरे भइ नपासा हजुर ओको जेरुमा पानका लिम्दुले हाकुमा म दामहरू माला
फेमछा बेगिकाको नको खिदाजे आँगा पनि नापा नाति मामा रुङ्री साखा याबा नाना ती खम्माडा ओको खिदा कुङ होसाबो कुङ बोसा ओको खिदा मुङ्काको न आमका ओको किलिबु खैनी आथो थामाना छाला पाथिन साखा कुङ बाबा आ नाति पामा खैनी उन्तम टोकी त्यसो नको खिदा आसे हुचेली पा छाइटा पनि ओसँग गाला सोधान रुङ्री साखादा ओसँग मुख त्यसो नको जै आमका टाप्सामाड रिलुवा हाछेन रिलुवा टाफो मुसाको नाक्ची माता मुसा बाबा एउटा इनानीको गासुम काको त्यसो नको खिदाना जै ओको आले मुम्का खाइ नासे पापा छेप्पामा पामा सोधा साला पामा हो खवा मामा दुङदुङ सान्याम नेदे नाइ मामा रोला ओको नै जै सारिम पातिरीको मोरिम पातिरीको न पनि पातिरीको ओको सारमा कुनै नपाऊ राम्रो हुन्छ के एउटा दुईटा उपस्थित सम्पूर्ण नाता अथवा सम्झिन ज्वाइँ चेला उपस्थित सम्पूर्ण दाजुभाइ दिदीबहिनी भन्छु सर्वप्रथम यहाँहरूलाई म एउटा माफ माग्न चाहे त्यो के हो भने यति मजाले पानी समुद्र बगे जस्तो हाम्रो राईको भाषाबाट हाम्रो चामलिङ भाषाबाट तपाईँहरूले जाने त्योहरू संवाद गर्नु हामी त त्यो भाषा पोली खाए जस्तो लागिसक्यो है अलिअलि कुरो त बुझियो बोल फेरि जवादिउँ भने नआउने भएकोले गर्दा माफ पाउँ नेपालीबाटै हाम्रो चलन चल्तीकै भाषाबाट जाने म केही कुराहरू भन्न चाहन्छु यहाँलाई जाने त्यो अनुमति मागे हाम्रो नातिनी हाम्रो भान्जी हाम्रा एउटा मावलीको तर्फबाट भन्ने हो भने यी नाताको हाम्रो जाने नानीको यो गुनिउ चोली यो कार्यक्रम वास्तवमा यो समाज विकासको चरण सँगसँगै हाम्रा पुर्खाहरूले यो हरेक चरणमा हाम्रा ती सन्ततिहरूको बालबच्चाहरूको कर्म चलाउने सन्दर्भहरू अगाडि बढ्दै जाँदाखेरि अहिले हाम्रो कालखण्डमा आउँदै गर्दाखेरि पनि हामीले यसलाई चाहिँ कम्तीमा यसको लिगेसी भन्छ यसको विरासतको रूपमा हामीले लिएर आएको रहेछौँ अहिले मैले यहाँ बसेर सुन्दै गर्दाखेरि यहाँले यति राम्रो तपाईँको चाहिँ विधिपूर्वक हाम्रो पुर्खाले गरेको विधि जस्तो थियो यो कार्यक्रमको विधिपूर्वक यहाँहरूले हामी मावलीलाई हिमाल मानिदिनु भयो सिम मानिदिनु भयो अथवा धेरै ठुलो एउटा चाहिँ सम्मानका साथ शिर भ्याउनी गर्ने कार्यक्रम गर्नुभयो जस्तो लागेको छ मलाई र यहाँहरूलाई धेरै धेरै धन्यवाद म धन्यवाद दुईटा कारणले दिइरहेछु एउटा त यो रीतलाई यहाँहरूले बचाउनु भएको रहेछ हामीले पनि बचाउन त बचाएको छौँ पछ्याउन खोजेको छौँ तर यतिको रीतपूर्वक यतिको विधिपूर्वक चाहिँ गरेको रहेछौँ कि जस्तो लाग्यो तपाईँहरूको गाउँमा आएर हामीले यो रीतको बिचमा बसेर हेर्दै गर्दाखेरि चाहिँ तपाईँहरू अब्बल ढङ्गले आफ्नो रीतलाई बचाएर राख्नु भएको रहेछ त्यो मानेमा पनि यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु हाम्रो तर्फबाट दोस्रो कुरा चाहिँ हाम्रो नातिनी हाम्रो भान्जी हाम्रो नानी लगायत तपाईँहरूको जाने सम्पूर्ण परिवारको उत्तर प्रगति होस् धेरै ठुलो उन्नति होस् धेरै धेरै पढौँ धेरै धेरै सम्पत्ति कमाउँ समाज सेवाका निम्ति धेरै इज्जतहरू कमाउने कामहरू गरौँ हामी माओवादीको तर्फबाट यो पनि हामीलाई यो आशीर्वाद दिन चाहन्छौँ तर अर्को कुरा आउने समयमा हामी माओवादीले यहाँहरूलाई त्यस्तो केही गर्नुपर्ने हाम्रो तर्फबाट केही दायित्व निर्वाह गर्नुपर्ने त्यस्तो केही छ भने हामी तयार छौँ तपाईँहरूले 12 बजे राति बोलाएर जाने यो गर भन्नुभयो भने हामी तयार छौँ यो पनि प्रतिबद्धता यहाँहरूको बिचमा जाहेर गर्न चाहन्छौँ हामी माओवादीको तर्फबाट र यहाँले शिरबेहुनीपुरमा राखिदिनु भएको यो प्रसाद हामीले ग्रहण गऱ्यौँ है अब
सक्यो अब हाम्रो बोलेको त पहिलो हाम्रो भाषाबाट हाम्रो दिदीमा लेख्न के छ मालिङ्गोको पात राखेको चाहिँ 2 रुपियाँ खाना 2 रुपियाँ मात्रै मावलीहरूलाई हाम्रो यतै सर्दै आउनु यतै सर्दै आउनु मेरो माइती किसानीको मावली अब सक्यो होइन त सक्यो नि यो प्रक्रिया होइन त